काम नलाग्ने वस्तु केही हुँदैन, गोबरको अद्भुत उपयोग। हामीले काम नलाग्ने भनेर फालिदिएको धेरै वस्तु कसैले पुनः प्रयोग गरेर नयाँ सामान बनाउँछ। त्यसैले यो संसारमा वास्तवमै काम नलाग्ने वस्तु के हो भन्ने प्रश्न उठ्छ। गाईले फालेको गोबर पनि मानिसका लागि कति उपयोगी थियो भन्ने कुरा आजका धेरैलाई थाहा नहुन सक्छ। म सानो हुँदा मेरी आमा मलाई साथमा लिएर जाउला खेलको खुल्ला मैदानमा गोबर टिप्न जानुहुन्थ्यो। त्यति बेला मैदान हरियो घाँसले भरिएको हुन्थ्यो, गाईहरू स्वतन्त्र रूपमा चरिरहेका हुन्थे। आमा तारासम्म हेरेर ताजा गोबर देख्नासाथ तिनको बाकसमा जम्मा गर्नुहुन्थ्यो। म भने उहाँको हार समातेर पछि पछि हिँड्थेँ। त्यो गोबर किन यति महत्त्वपूर्ण थियो? त्यसबेला काठमाडौँका धेरै घर माटो र काँचो इँटाले बनेका हुन्थे। भुइँमा समय समयमा रातो माटोमा गोबर मिसाएर लिपपोत गरिन्थ्यो। यसले भुइँका चिरा फुरिदिन्थ्यो, धुलो उड्न दिँदैन्थ्यो, गर्मीमा चिसो र जाडोमा केही न्यानोपन पनि दिन्थ्यो। गोबरको उपयोग यतिकैमा सीमित थिएन। कतिपयलाई यसलाई गुइँठा बनाएर इन्धनको रूपमा प्रयोग गर्थे। आयुर्वेदिक औषधि बनाउन पनि यसको प्रयोग हुने गरेको उल्लेख पाइन्छ। काठमाडौँमा कुनै व्यक्तिको मृत्यु भएपछि शव राख्ने स्थानलाई पहिले गोबरले लिप्ने चलन पनि थियो। परम्परा अनुसार यसलाई सरसफाइ र स्वच्छतासँग जोडेर हेरिन्थ्यो। आज सिमेन्टका घर र आधुनिक जीवनशैलीसँग यी दृश्यहरू लगभग हराइसके। तर यो त सानो गोबरले पनि कुनै समय हाम्रो दैनिकी घरको सरसफाइ र संस्कृतिमा यति ठुलो भूमिका खेलेको थियो भन्ने कुरा सम्झँदा अचम्म लाग्छ। अर्को रिलमा मानिसको फोहोर पनि कसरी उपयोग बन्न सक्छ भन्ने रोचक विषयमा कुरा गरौँला। सुन्न चाहनुहुन्छ भने कमेन्टमा अवश्य लेख्नुहोस्।